सम्पूर्ण शिक्षकगण र मेरा प्यारा विद्यार्थीहरूलाई फेरि पनि म भानु जयन्तीको शुभकामना व्यक्त गर्न चाहन्छु र विशेष आज नेपाली जगतमा नयाँ तारा उदाएको दिन एउटा उज्जवल तारा जसले नेपाली भाषा नेपाली जगतलाई नै बदलाएर जानुभएको छ र उहाँको जन्म जयन्तीमा तपाईहरुसँग मेरो एउटा सानो छोटो कविता म भन्ने प्रयास गर्नेछु। हुन त अहिलेसम्म मैले कहिले पनि यसरी कविता वाचन गरेको छुइनँ, लेख्ने चाहिँ बेला बेला गर्छु, तर पहिलोचोटि म तपाईहरुसँग एउटा कविता प्रस्तुत गर्दैछु, स्वीकार्नुहोस्। र मेरो कविताको शीर्षक छ भनु मोबाइल कविता। है तपाईहरु भन्नु कि नभन्नु है, भनु मोबाइल कविता। भरजन्म मोबाइलमा ध्यान दिई समय कति खेर फाल्यो, भरजन्म मोबाइलमा ध्यान दिई समय कति खेर फाल्यो, ऋण तिर्न बाउले राखेको सबै पैसा अनलाइन गेममा हाल्यो, ऋण तिर्न बाउले राखेको सबै पैसा अनलाइन गेममा हाल्यो, आमा पनि कहाँ कम छेर रिल्स बनाउँदा भात तरकारी डढाउने, आमा पनि कहाँ कम छेर रिल्स बनाउँदा भात तरकारी डढाउने, छोरा बामे सरेको छैन राम्ररी बाउले फोनमा क ख पढाउने, छोरा बामे सरेको छैन राम्ररी बाउले चाहिँ फोनमा क ख पढाउने, खाँदा चाहिने बस्दा चाहिने उठ्दा चाहिने सुत्दा चाहिने। है त्यो तपाईहरुलाई थाहा छ, अहिले फोन बिना हामीलाई साह्रो पर्छ। खाँदा चाहिने बस्दा चाहिने उठ्दा चाहिने सुत्दा चाहिने, हिजो आज त झन् फोन बिना दिशा बस्न पनि नपाइने। है पेको रेटमा गयो भने तपाईले पे गर्न फोनै चाहियो हैन त, हिजो आज त झन् फोन बिना दिशा बस्न पनि नपाइने। तौलमा 200 ग्राम छैन पुरा राख्दा हत्केलामै अटाउने। है तौल्यो भने 200 ग्राम पनि छैन राख्दा हत्केलामै अटाउने, बच्चा जवान बुढोसम्म सबलाई यसले उत्तिकै सताउने। है तर कहिले छोडेको छैन, बच्चा बुढो जवान सबलाई यसले उत्तिकै सताउने। घरै भित्र बात गर्नु पनि एक कल फोन नै गर्नुपर्ने, घरै भित्र बात गर्नु पनि एक कल फोन नै गर्नुपर्ने, 30 दिनमा महिना मर्छ 28 दिनमै बिल भर्नुपर्ने। 30 दिनमा महिना मर्छ 28 दिनमै बिल भर्नुपर्ने, हुँदा पनि पिर नहुँदा त झनै पिर खै कस्तो फसा। त्यो फोन नआउनेहरूलाई पनि थाहा हुन्छ है, हुँदा पनि पिर नहुँदा त झनै पिर खै कस्तो फसा, नभई नहुने नराखी नहुने यो विष भनु कि प्रसाद, नभई नहुने नराखी नहुने यो विष भनु कि प्रसाद। घाँसीकै जमानामा यो फोन भइदिएको भए घाँसै किन काट्थे, हैन घाँसीकै जमानामा यदि यो फोन भइदिए